नमस्ते। मैले चाहिँ टिकटकमा एउटा समाचार बनाएर होइन रमाइलो खालको यहाँलाई रमाइलो दिनलाई चाहिँ फनिङ टाइपको समाचार बनाउँदैछु होइन। यो समाचार बनाएर भिडियो पोस्ट गर्न गइरहेको छु। यदि हजुरहरूलाई मन पऱ्यो लाइक कमेन्ट गरिदिनु होला है त। अब म समाचार वाचन गरेर सुनाउँछु है त हजुरहरूलाई। यो बेला न कुबेलाको तातो न छारो समाचार म लाटो कसेरको नमस्कार। समाचार सुरु गर्नुभन्दा पहिले अहिलेसम्मका मुख्य समाचार। मुसाको लिँड परेको बासी भात खानाले भेडा बाख्राका वरिष्ठ नेत्री काइली बेती बुढी बाख्राको 78 वर्षको उमेरमा गैराती नेउपाने गाउँमा दुःखद निधन। नेउपाने गाउँमा काहीँ नभएको ठुलो रहवासी। गैराती मनारा खोलामा आएको भीषण बाढीमा परि हजारौं माछाको मृत्यु, 2500 भन्दा बढी घाइते। उता बाख्रालाई दुःख दिने बोको चीनमा पक्राउ। अब समाचार विस्तारमा। मुसाको लिँड परेको बासी भात खानाले भेडा बाख्राका वरिष्ठ नेत्री काइली बेती बुढी बाख्राको 78 वर्षको उमेरमा गैराती नेउपाने गाउँमा दुःखद निधन। नेउपाने गाउँ पुरै शोकाकुल बनेको छ। उनी निधन भएको शोकमा 3 दिनसम्म भेडा बाख्राले घाँस पानी खाना नखाने कडा चेतावनी जनाएका छन्। उनी बाँचुन्जेल घरपालुवा जनावरको हकहित र अधिकारको लागि परेको हुनाले उनको इतिहासको पानामा नाम कहिले नमेटिने रहिरहने वन जङ्गलका प्रधानमन्त्री जलगानाले जानकारी गराएका छन्। उता भेडा बाख्राले आपतकालीन बैठकपछि उनको अन्त्येष्टि 2:53 पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिने भेडा बाख्राका वरिष्ठ नेता बोकाले जानकारी गराएका छन्। उनको पार्थिव शरीरमा शोक सलामी दिन बिहानैदेखि लामखुट्टे र झ्याङ्किराको टोली बाजागाजा सहित पशुपति आर्यघाट पुगी 28 तोपको सलामी अर्पण गरेका थिए। बाजुन्जेल खान केही नदिने, मरिसकेपछि के दही के पाकेको केरा के सलाम दिनु उनकी दोस्ती गोमा धोबीको भनाइ। गैराती मनारा खोलामा आएको भीषण बाढीमा परि हजारौं माछाको मृत्यु, 2500 भन्दा बढी घाइते माछालाई उद्धार गरी प्रेसर कुकरमा भुटबाट गरी त्यहाँबाट हाम्रा सहकर्मी गाइने किराको भनाइ। चीनको 2 दिने भ्रमणमा गएका बोको चीनको साङ्घाई प्रान्तमा पक्राउ परेका छन्। त्यहाँ पुलिसले उनलाई आजै सार्वजनिक मुद्दा चलाई अदालत पेश गर्ने तयारी गरेका छन्। धेरै बाख्रा बाख्री र पठ्याङ्ग्रीहरूसँग अवैध सम्बन्ध राखी धेरैलाई HIV पोजिटिभ भाइरस सारेको हुनाले उनलाई कडाभन्दा कडा कारबाही गरिने त्यहाँबाट हाम्रा सहकर्मी पड्के उप्याँदा जानकारी। यता उनकी धर्मपत्नी थारो बाख्रीद्वारा आफ्नो बुढोलाई जसरी पनि रिहा गर्नुपर्छ भन्दै धर्ना दिने कार्यक्रम सुरु। हस्त नमस्ते।